मञ्चमा नै आमन्त्रित गर्न चाहन्छौँ। हाम्रा आजका मुख्य आकर्षकको रूपमा हुनुहुन्छ सांस्कृतिक पक्षका। कृपया कोर्डिनेसन गरिदिनु होला अध्यक्षज्यूहरू। मञ्चसम्म ल्याउनको लागि कोर्डिनेसन गरिदिनु होला। कृपया उहाँहरूको लागि एक पटक जोरदार तालीले स्वागत गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। ताली भने एक कुरा बुझाइदिनुहोस् त्यसलाई। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। उहाँहरूले यो ठाउँसम्म हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नु भएको छ। सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। तपाईँहरूको यो कौडाले पक्कै पनि हाम्रो यो रमाइलोपन, यो हाम्रो कार्यक्रम हर्ष र खुसीले गदगद हुनेछ पक्कै पनि। त्यसै गरी स्वयंसेवक भाइहरू मञ्चमा कोर्डिनेसन गरेर व्यवस्थापन गरिदिनु होला। धेरै धेरै धन्यवाद दिन चाहन्छु रेफ्रीज्यूहरूलाई। अङ्कको स्थिति रहेको छ युगेन जापानिज फ्यामिली 8 छ भने विधान स्पोर्ट हाउस 5-8-5। अत्यन्त मिठो डोजिङसँगै आफ्नो अङ्क तालिकामा जोड्न सफल विधान स्पोर्ट हाउस। विधान स्पोर्ट हाउस 6 छ भने गल्ती गर्न पुगे। यति बेला युगेन जापानिज फ्यामिली जसको फाइदा उठाउँदै विधान स्पोर्ट हाउस 8 छ भने युगेन जापानिज फ्यामिली 9। त्यसै गरी हामी माझ उपस्थित भइसक्नु भएको छ आजका प्रमुख व्यक्तित्व। त्यसै गरी हाम्रो सांस्कृतिक कार्यक्रम पक्षको आजको मुख्य आकर्षकको रूपमा रहनुहुने रेसिङ सांस्कृतिक समूहबाट उहाँहरू सम्पूर्णलाई एकपटक जोरदार तालीले स्वागत गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। अत्यन्त मिठो डजिङ प्रहारसँगै आफ्नो अङ्क तालिकामा अङ्क छोड्दै युगेन जापानिज फ्यामिली 10 छ भने विधान स्पोर्ट हाउस 8-10-8। म चाहिँ माथि लाइभ माथिबाट गर्छु है। दर्शन सेवा समाज लगटाका गुलीचौरका अध्यक्ष राजेश खानजी, कृपया अनुरोध गर्न चाहन्छु।